मर्ने मान्छेको लिस्ट हेर्नुहोस् त। बरु काठमाडौँको मान्छे कम मरेको छ, काठमाडौँभन्दा बाहिरको मान्छेहरू ज्यादा मरेका छन्। उनीहरू त्यही काठमाडौँमा पढ्न र रोजगारी गर्न आएको होइन। अब एकजना युवा 18 वर्षको युवा 50,000 रुपियाँ तिरेर हुम्लामा गएर भोट हाल्छ। स्थानीय तहमा अब पार्टीका चुनाव चिन्हबाट होइन, आफ्नो व्यक्तिले आफ्नो चुनाव चिन्ह आफै लग्ने व्यवस्था नेपालको संविधानबाटै लेख्नुहोस्। ज्ञानेन्द्र साईको यो कुरामा चाहिँ म 100% राइट छु है, एकदम सहमत पनि छु ज्ञानेन्द्र साईको यो कुरामा चाहिँ। त्यहाँ पढ्न लेख्ने बालबच्चाहरू बाहिरबाट आएका त्यही मरेका छन्। सबसे धेरै बाहिर जिल्लाबाट आएर आन्दोलन गर्दाखेरि 2324 गतेको आन्दोलनमा सबसे बाहिर धेरै काठमाडौँ जिल्लाभन्दा धेरै बाहिर हुम्ला जुम्ला अब यता टाढो ठाउँबाट आएर आजभोलि उसैको कुराहरू जो जेन्जीहरू मेन जेन्जीहरू थिए नि तिनीहरू दुःख पाएर अब त्यो टाढो मान्छेहरू आएर पढिरहेको थिए नि त्यो सानो उसहरू हो तिनीहरूकै कुरा चाहिँ आज लुकाइँदैछ। जेन्जी भनेको तिनीहरू खास गरी तिनीहरूलाई अब पछि पारिदिँदैछ। तिनीहरूको कुरा सुनेको छैन अहिले पछिल्लो समयमा किन हो भने अहिले नयाँ जेन्जी भएर आइरहेछन्। के लाग्छ तपाईँहरूले यो सरकारले जेन्जीको माग पुरा गर्ला त?